हेलो नमस्ते। आज मैले लगाएको फुलहरुको भिडियो खिच्न लागेको। यो रोज हो, यो सबै जिरानियम असोजमा लगाएको। यस्तो राम्रो भएको छ। अनि यसमा चाहिँ तिहारे फुल लगाएको। पहिला तिहारे फुल मरेर पनि फेरि अस्ति भर्खरै फेरि यही जिरानियम फुल सारेको। डिफ्रेन्ट कलरमा सर्दैछ। यता एलोभेरा, स्नेक प्लान्ट। यो फुल पनि एकदम राम्रो भएको छ। अहिले सिजन हो यो फुलको। यो पनि जिरानियममै पर्छ तर हल्का डिफ्रेन्ट लहरी टाइपकोमा। यो चाहिँ के रे नामै बिर्सेँ। ब्रह्मकमलको फुल। यो पनि जिरानियम नै हो। सेम यता पनि सारेको छु। यसमा पनि सर्दैछ। यसमा स्नेक प्लान्ट अस्ति भर्खरै चेन्ज गरेको, अगाडिको यता ल्याएर। मनी प्लान्ट यो एकदम ठुलो भएको थियो। यसलाई चाहिँ बढ्न नदिएको मैले अहिले यही फन्ती रिगाउँदै राख्दै गरेको। बेर्दै राख्दै बढ्नै दिएको छैन। कता लैजाने न के गर्ने भनेर कति धेरै उखालेर फाल्दिएँ। यो चाहिँ काटेर फाल्दिएँ। सबै यस्तो खालको राम्रै लागेन। अब यसमा फेरि नयाँ फुल सार्छु। यो पात मात्रै हुने रहेछ। यता पनि जिरानियम नै छ। यो बन्दीपुरदेखि ल्याएको सानो, अहिले यत्रो ठुलो भएको छ। यता चाहिँ पिस लिली। यो चाहिँ पुस्सी भएको छ, एकदमै राम्रो भएको छ। यो पनि भर्खर सारेको हो, सर्दैछ। 12 मासे भएको हुनाले मैले त जिरानियम मात्रै सार्छु। यो चाहिँ सानोमै फुलेको छ, व्हाइट कलरको, कस्तो राम्रो छ। स्नेक प्लान्ट। मलाई इन्डोर प्लान्ट आउटडोर प्लान्ट लगाउन एकदमै मन लाग्छ। अनि फुल फुलेको होस् या नफुलेको होस् हैन, एकदमै यो चाहिँ यस्तो पहेँलो भएको छ कि अस्ति घाममा निकालिदिएको। घामले पुरै डढेर यस्तो पहेँलो भएको छ। अनि काटेर फालिदिएको। यो सारेको सर्छ के गर्छ। यो पनि स्नेक प्लान्ट हो। यो पहेँलो भएर यस्तो डढेर घामले, मङ्सिर महिनामा पनि यस्तो चर्को घाम लाग्ने के, असार साउनको जस्तो घाम लागेछ। अनि सबै डढेर यस्तो भइदियो। अनि सब काटेर फालिदिएको। यो चाहिँ सानो खालको स्नेक प्लान्ट। यो चाहिँ डिफ्रेन्ट टाइपको हो। यो पनि इन्डोर प्लान्ट। यो पनि घाममा राखेको भएर यस्तो भएको छ। यस्तो राम्रो भएको थियो, पहेँलो भएको छ। यता पनि स्नेक प्लान्ट छ, एकदम ठुलो भएको छ। यो कस्तो राम्रो फुले थियो। त्यही तलकै सेम सेतो फुल हो। कटिङ गरेर राखिदिएको। अब चाहिँ यो रेड कलरको रोज। यो चाहिँ यस्तो लहरीमा हिँड्छ। यो चाहिँ ठुलो भएको छ एकदमै। यो पनि यस्तो मजाको भएको छ। स्पाइडर प्लान्ट यस्तो राम्रो भएको छ। यो सब चेन्ज गर्नुपर्ने भएको छ कि, त्यही भएर यतापट्टि साइड लगाइदिएको यसलाई। यसमा पनि सबै जिरानियम लगाएको छु मैले त। ला अनि यस्तो बोतलहरूमा पहिला चाहिँ फुलहरू लगाउँथेँ, अहिले चाहिँ एलोभेरा लगाइदिएको। यो सब यो कोको बोतलहरूमा। यो पनि जिरानियम, त्यही तलको लहरी। यो पनि राम्रो जिरानियम हो, पिच कलरमा। यो अहिले नै सारेको हुनाले पातहरू पहेँलो छ, सर्दैछ। यो चाहिँ यस्तो खालको कलेजी टाइपको जिरानियम। यो चाहिँ रेड कलरको हैन। यो पनि राम्रो भएको छ। छतमा पनि छ। यो अस्ति भर्खरै सारेको हो, सर्दैछ। यस्तो पहेँलो भएको छ। मर्ने हो कि होइन है, तर सर्छ जस्तो लाग्छ। असोजदेखि सिजन हो यसको, सार्ने सिजन। यो जाडो महिनामा चाहिँ एकदमै छिटो सर्छ। सिनहरू राम्रो देखिन्छ।
एयरपोर्ट हो त्यो चाहिँ ब्लू कलरको। अहिले बनाएको भिडियो पछि मेमोरी हुन्छ नि त, त्यही भएर सर र इन्डोर प्लान्ट आउटडोर प्लान्ट सबैको सर र भिडियो बनाएको पछि बुढेसकालमा हेर्नको लागि। पहिला यस्तो फुल लगाउँथे यस्तो लगाउँथे भनेको लागि हेर्दा रमाइलो हुन्छ नि त, सबै मेमोरीको लागि बनाउने हो मैले भिडियो। यो पछाडिको हाम्रो खेत हो। यसले फापर अनि गहुँ लगाएको।